फाइनल गाइस बुनजुवा हैन सन्चै होला सबै म पनि आरामै छु। हामी चाहिँ आज साग टिप्न आएको छौँ है हाम्रो बस्ने ठाउँबाट अलिकति नजिकै साग जो हामीले धेरै भयो त्यो साग नखाएको र यहाँको बेथे साग भन्ने चाहिँ छुट्टै फरक हुँदो रहेछ है हाम्रो गाउँतिर जस्तो हुन्छ। मैले पनि आज चिनेँ र हिजो चाहिँ खाएको थिएँ र एकदम मन पर्यो है त्यही भएर म फेरि पनि साग टिप्न आएको छु गाइस। त्यो गाइस त्यो साग टिप्को हेर्न सक्नुहुन्छ तपाईँले रोमानियामा कस्तो हुन्छ साग बेथे साग भन्ने कुरो र म देखाउन चाहन्छु। यदि तपाईँहरू पनि आयो भने यदि यस्तो साग देख्यो भने पनि तपाईँहरू पनि खान सक्नुहुन्छ उचित हुनेछ होइन किनकि साग सब्जी भनेको स्वास्थ्यको लागि सबैको लागि राम्रो हुन्छ। र गाइस साग चाहिँ यो नै छ है यस्तो यसरी मुन्टो टिप्नुपर्ने हुन्छ यसरी यसको यो टुप्पा चुरा हालेर होइन साग बेथे साग भनिन्छ रहेछ यता चाहिँ यसलाई। अब बेथे सागको नाममा यो नै छ है याके लस्कार छ होइन धेरै नै छ जस दाजुले उता साग टिप्दै हुन्छ होइन र म पनि यता टिप्दैछु होइन होला त्यो त है। सो गाइस त्यही हो अब साग चाहिँ धेरै नै मिठो हुन्छ होइन खाँदाखेरि तपाईँहरूलाई पनि थाहा होला साग सब्जी खाइराख्नु भएको छ होइन र नाम चाहिँ होस्टेल नजिकै आएको साग टिप्नलाई सधैँ अब अरू चिजहरू साग सब्जीहरू पनि खाउँ भनेर र हामी अब यहाँबाट साग टिपेर लिएर जानेछ र लिएर गएर पकाउने छ र धेरै पछि आज फेरि मैले एउटा सानो भ्लग मिनी भ्लग हाल्न लागिरहेको छु कृपया हेरेर साथ दिने होला गाइज होइन। पकाएर पनि अहिले बनाउने छौँ बनाउँदाखेरि खाएको छोटो भिडियोहरू क्लिपहरू हाल्नेछ र सबै कुरा देखाउनेछौँ होइन। र अहिले चाहिँ सानो सागहरू र हामीले यसरी मुन टिप्नुपर्ने हुन्छ है मुन्टो यसरी टिप्नुपर्ने हुन्छ ल दाजु ल यो सागहरू अब रोमानियामा यस्तै छ है अब तरकारी साग सब्जी चाहिँ धेरै नै महँगो छ। सो महँगो कारणले पनि आफूलाई के हदसम्म आफ्नो होइन पैसा जोगिन्छ भन्ने कारणले सागसब्जीहरू टिपेर खानु छ किनकि अब हामीले भिडियोहरू हेरिराखेको छौँ होइन आफ्नै करेसबारी आफ्नै ठाउँ त होइन यो त्यही पनि अर्को ठाउँमा आएर सागसब्जीहरू टिपेर खानुमा पनि छुट्टै नै मजा आछ है। सो त्यो भएर अब सागसब्जी टिप्ने खाने अब देख्न सक्नुहुन्छ है सागहरू यस्तै छ साग यताको अब टिपेर लिएर जाने मजाले धोइधाइ गरेर यसलाई होइन पकाएर उमालेर ढाका पकाएर खानेछौँ मिठो मिठो बनाएर र बनाएको भिडियोहरू पनि बनाउनेछौँ गाइज होइन हेरिदिनु होला एन्ड्रे ब्लग। सो अब त्यही नै हो रोमानियामा आएर सबै कुराहरू राम्रो सही हुन्छ भन्ने छैन कहिलेकाहीँ यसरी खोजी खोजी साग सब्जीहरू टिपेर पनि खानुपर्ने हुन्छ किनकि हाम्रो हेल्थको लागि पनि राम्रो हो। अब सिस्नुहरू पनि पाइन्छ कुनै दिन अर्को दिन सिस्नु पनि टिपेर खाएको देखाउने छ गाइज है र सिस्नुहरू चाहिँ यताको चाहिँ सिस्नु अलिक फरक छ है अलिक देख्दाखेरिमा अब यो सिस्नु हो सिस्नु घारी चाहिँ छ फुलिरहेको छ सिस्नु चाहिँ अहिले यो फुलेको सिस्नु चाहिँ खाइँदैन अब अरू नै ठाउँमा कुनै ठाउँमा गएर खोजेर नफुलेको सिस्नु खानेछौँ। अहिलेको लागि यहीँ नै समाप्त गर्न चाहन्छु। अब अरू भिडियोहरू चाहिँ अब तरकारी बनाएकोदेखि लिएर पकाएको अनि खाएको बनाउनेछौँ र छोटो भिडियो क्लिप हाल्नेछौँ तपाईँहरूलाई राम्रो नलागे पनि नराम्रो लागे पनि एन्ड ब्लगमा जोइन गरेर हेरिदिनु होला बिस्तारै बिस्तारै ब्लगहरू आउँदै आउँछ ल छिटो ढिलो चाँडो भन्नेको भइहाल्छ नि यस्तो नै हो जतिखेर टाइम मिल्छ त्यतिखेर ब्लग हाल्ने गर्छु सानो मिनी ब्लग। सो गाइस अहिलेको लागि बाई बाई ओजी प्लाकुता हजुरको दिन शुभ रहोस् भनिन्छ यताको भाषामा यो रोमानियालीमा। सो यस्तै नै हो अथा भर्खर यहाँ सिस्नु छोयो पोल्यो यार आया यस्तो पोल्दो रहेछ है यताको सिस्नुले पनि यार मिठो पोल्दो रहेछ पोल्यो। ल यता दाइ चाहिँ टिप्दै हुनुहुन्छ साग है र दाइले लिएर आउनुभएको यता साग पाइन्छ भनेर मलाई थाहा थिएन पोल्यो गाइस पोल्यो ओ माई गॉड यो सिस्नुले नि नमिठो पोल्दो रहेछ नेपाली जस्तै कडा हुँदो रहेछ कडा तिखर। ल यति भन्दै आजको ब्लग म यहीँ राख्न चाहन्छु अहिले चाहिँ बन्द गर्न चाहन्छु गाइस। अबको ब्लग चाहिँ फेरि एकछिनमा म घर लगेर रुममा लगेर भनौँ घरै भनौँ आफ्नो त्यहाँ लगेर बनाएर ट्याक्क पकाएको मिठो बनाएको देखाउन चाहन्छु है। बाई बाई गाइस।
ल है हाम्रो साग यस्तै छ पोका देखाइदिँदा पोका यति भयो यति भएपछि हामीलाई काफे हुनेछ अब हामी लस्किँदैछौँ रुमतिर अब यहाँबाट रुममा जाने यसलाई अब कसरी हुन्छ होइन अब उसिनेर उयो गरेर खाने हो यसलाई अब यता दाजुले बबाले बनाउनुहुन्छ साग एकदम खोक्का बबाले ट्वाक्क मिठो बनाउनुहुन्छ हाम्रो रुम चाहिँ उता छ होइन त्यहीँ हो रुममा सो त्यही हो साग टिपेर आयौँ अब खानेछौँ बनाएर यहाँ अब चौर पनि छ है हाम्रो भलिबल खेल्ने ग्राउन्ड हो यो भलिबल खेल्न पाइन्छ यहाँ भलिबलको लागि त अलिकति उचित छैन किनकि ठाउँ अलिकति बिग्रेको छ भलिबलको लागि नै भने राम्रै हुनेछ हामी यहाँ बेला बेलामा खेल्ने गर्छौँ एक्सर्साइजको लागि सो गाइस अब त्यही नै हो हाम्रो चाहिँ साग सागलाई उमालिसकेको छ र आलु साग र आलुलाई बनाएर खाने है आजको चाहिँ यहाँ चाहिँ टमाटर प्याज र यहाँ चाहिँ पिसेको गार्लिक अनि हाम्रो दाजु छ यहाँ है साग बनाउनु साग सब्जी चाहिँ बाबाले बनाउनुहुन्छ है साथीहरू यहाँ मासु पनि काटिरहनु भएको छ होइन आज बिदाको दिन सो प्याक छ अब आज बिदा भएर पनि प्याक भइरहेको छ सक्नुहुन्छ यता बाहिर त्यो सब खाँदै हुनुहुन्छ केटाहरू त घाम लागिरहेको छ बाहिरको दृश्य त साथी गाइस फाइनली हाम्रो चाहिँ अनि मिठो देखेछ मिठो नहुने कुरा हुन्छ भनेको आइरहन सागै ट्याक्क हालेर ठ्याक्क बनाएर खानुपर्छ है तरकारी त छ्यालिकै साग भने साग मासु भने मासु उता भुटुवा भने भुटुवा भुटुवा जस्तै त छ त्यो हरेक चिज बबाले बनाएर खाइन्छ है बिदाको दिनमा त यहाँ खत्रै चल्छ है यता उइस यहाँ टिपेर खानु पाइन्छ यस्तै मसलाहरू छ नेपाली मसला नेपालबाट गएको मसलाहरू रहेछन् नि यहाँको चाहिँ त्यति अलि दाजुहरूले बनाएको पोकाको मासु खतरा हो खतरा सागसँग भात सिरिप लाएर गुवाममा लम्मा खाइन्छ है अब झ्याम झ्यामै बबाल होस् बबाल है
चकाचक